नाम यो चाहिँ अर्को बाद है, अर्को बाद। और हाम्रो अर्को सरको चाहिँ बाद हो नि त, हरेक कुराहरूमा उहाँले नै विश गर्नुभएको, त्यही भएर चाहिँ अर्को बाद यहाँ पनि आइसकेको छ रोजन कला भनेर है। यस्तै कारणले गर्दाखेरि हामीलाई के भन्दाखेरि हामीलाई पनि विश्वास भयो है, अनि श्रम गर्दाखेरि चाहिँ सकिने रहेछ हैन। जस्तै हाम्रो 7 दिनमा 1 दिनमा त्यो शनिबार होइन, एक दिन एउटा मान्छेले बल गर्दा होइन भनेपछि यो 2.5-3 वर्षमा यत्रो चेन्ज भइसक्यो। हाम्रो मेला लागेको जस्तै यस्तो धेरैजना हुनुहुन्छ नि। झाँक्रीमा फोटो खिच्नु हुने, सरी ढाक्रे र किसानको मूर्तिमा चाहिँ फोटो खिच्नु हुने जातिको भिड है। ल साथीहरू, आज चाहिँ हाम्रो शिला टाँस्ने दिन पनि हो। यो चाहिँ चक्क यहाँ हर्को बाद भनेर चाहिँ हामीले शिलामा राखेको छौँ है। हेलो साथीहरू, नमस्ते सबैजनालाई। तपाईँहरू आरामै हुनुहुन्छ होला, म पनि आरामै छु। ल हेर्नुहोस्, आज यति राम्रो ब्युटिफुल हाम्रो पार्कमा चाहिँ भिजिटरहरू कति धेरैजना आउनुभएको छ। म तपाईँहरूलाई भिडियोमा क्लिप राख्नेछु। हाम्रो काम सँगसँगै आज म उपस्थिति भएको छु। हाम्रो चाहिँ विशेष काम आज शिलालेख राख्ने चाहिँ क्रम भइरहेको छ। स्याटरडे नै पर्यो, सो हेर्नुहोस् त यति धेरै मान्छेहरू हुनुहुन्छ, घुम्न आउनुहुने, धेरै खुसी लाग्छ। सो यतातिर पनि बस्नुभएको छ। तपाईँहरूलाई म भिडियो क्लिप राख्नेछु, के कस्तो लाग्छ भिडियो पुरै हेरेर साथ दिनु होला भन्दै आज हाम्रो दाइले यता सहयोग गर्दै हुनुहुन्छ। हेलो दाजु, नमस्ते। ल आज यता सहयोग। ल हाम्रो दाइ एकदमै हो एकदमै सहयोग गर्नुपर्छ। ल यतानिर चाहिँ टक्क लाएर तपाईँहरू हाम्रो दाइले सघाउँदै हुनुहुन्छ। नगर प्रहरी दाइ टिकट काउन्टरमा चाहिँ अब धेरै बिजी हुनुहुन्छ नि त, त्यही भएर उहाँले चाहिँ यहाँ सहयोग गर्नुपर्छ, टिकट चेक गर्नुपर्छ। अब कतिजना मान्छेहरू चाहिँ अब टिकट एकजनाले काट्ने हुन्छ, सो भित्र सरसर पस्नेहरू पनि धेरैजना हुनुहुँदो रहेछ। त्यही भएर चाहिँ उहाँले यहाँ सहयोग गरिरहनु भएको छ। यो धेरै राम्रो कुरा हो। उहाँलाई धेरै धन्यवाद भन्दै आज यसो गरेर चाहिँ ल हेर्नुहोस्, चौतारी बनाइदिनुहुन्छ नि तपाईँहरू। चौतारीमा यसरी बस्नुहुन्छ क्या, सबैजना थकान लागेर चाहिँ घुमेर थकान लागेको बेलामा चाहिँ यसरी सरर चौतारीतिर बस्नुहुन्छ। त्यही भएर तपाईँहरूले पुण्यको काम गर्दै हुनुहुन्छ भनेर फिल गर्नु होला। ल हेर्नुहोस्, अहिले चाहिँ वेलकम स्ट्याचु पनि ओपन भइसकेको छ, सेभ द नेचर भनेर। उहाँलाई चाहिँ हामीले एउटा स्लोगन राखेको छौँ यहाँनिर हाम्रो श्रम चौतारीमा। यति राम्रो श्रम पार्क बनेको छ। तपाईँहरूलाई यहाँ हाम्रो कुरा पनि आउँदै हुनुहुन्छ यहाँ भेट्न, यसरी उको लागि घुम्नको लागि। ल हाम्रो पिता पुर्खाहरूसँग चाहिँ यसरी फोटो खिच्नुहुन्छ है। ल अस्ति भर्खर ओपन भएको यो पनि। नमस्ते सबैजनालाई, ह्याप्पी स्याटरडे। ह्याप्पी स्याटरडेको दिन चाहिँ हाम्रो श्रम चौतारीमा हाम्रो भिजिटरहरू यसरी आएर चाहिँ एकदम रमाउँदै हुनुहुन्छ। दाइले चाहिँ एकदम जोक गर्दै हुनुहुन्छ, माथि नै भेट्नुपर्छ अब भनेर। उहाँहरू पनि पहिला निकै बोक्नु भएछ भनेपछि झाँक्रे है, झाँक्रे दाइहरूलाई सम्झिँदै भिडियो बनाउँदै फोटो खिच्दै हुनुहुन्छ साथीहरू। ल अहिले च्याक्कै भन्नुपर्दा तपाईँहरूको सामु आइसकेको छु श्रम चौतारीबाट। आजको भिजिट एरिया के कस्तो छ म हजुरलाई देखाउँछु। यहाँ आज चाहिँ हाम्रो शिला टाँस्नको लागि नि आएको हो। हाम्रो शिलाहरू अलरेडी आइसकेको छ, यहाँ बनिरहेको संरचनामा। एक्सक्युज मी, सरी है। ल यहाँनिर यसरी चाहिँ हाम्रो शिलाहरू आएर रेडी छ यहाँनिर। यो चाहिँ यस्तो जुन भित्तापट्टि बनेको चौतारीको लागि हो। र खै मिस्त्री भाइ जसलाई, खै मिस्त्री भाइ चिन्नु भयो? ल साथीहरू, आजको हाम्रो स्याटरडे आराधना एरिया, श्रम संस्कृति पार्क एरिया, एसडिएस रक गार्डन एरिया, जति पनि श्रम संस्कृति पार्कमा घुम्नुहुने, आउनु जानुहुने हाम्रो दर्शक सरी के भन्छ भिजिटरहरू यसरी सरर आएर घुम्दै हुनुहुन्छ। एक्साइटेड कसले के बनायो भनेर। ल यतातिर पनि धेरैजना भिजिटरहरू आउनुभएको छ हाम्रो
श्रम संस्कृति पार्कमा यसै गरी सधैँभरि माया गर्नुहोला सबैजनाले फेरि पनि। त्यो छ हाम्रो रमाइलो श्रम संस्कृति पार्क। स्याटरडे चाहिँ एकदमै सबैजनाको अफिस स्कुल छुट्टी हुन्छ, सो फ्यामिली सबैजना चाहिँ मिलेर घुम्न आउनुहुन्छ यसरी। दिन प्रतिदिन स्याटरडे त हाम्रो पाइप तान्नु जानु पनि उता त्यस्तै मान्छे आउनुहुन्छ, यता पनि त्यस्तै नै रहनुहुन्छ है घुम्न आउनु उनीहरू सबैजना चाहिँ। आराधरान यता बाटो जानुहुन्छ भने हाम्रो यताबाट आउने, त्यसपछि अहिलेको लागि चाहिँ आराधरान यताबाट जाने बनाएको छ। यता काम हुँदैछ, सो तपाईँहरूलाई हामीले यसो घुमाएर पठाउँदैछौँ र म चाहिँ एकलट यहाँदेखि हुँदै हुँदै यसरी तपाईँहरूलाई म ड्रोनबाट देखाउनु पऱ्यो एकचोटि। मेरो ड्रोन हाउस चाहिँ यहाँ माथि छ है, यस्तो तरिकाले खुलेर जानुपर्छ यो डिलमा। यस्तैको तपाईँहरूलाई सानोमा देखाउन राम्रो हुन्छ। ल हेलो फेरि पनि माथि ड्रोन उडाएर तपाईँलाई देखाइदिँदैछु। यहाँदेखि लड्यो भने म पनि सिधै तल बाटोमा पुग्नेछु र आजको हाम्रो रमाइलो स्याटरडे यहाँ यसरी मनाइँदैछ। ल एक बारको जुनीमा घुमेर हुन्छ कि नाचेर हुन्छ कि एकअर्कामा घुमेर हुन्छ कि यसरी रमाइलो गरेर बिताइन्छ स्याटरडे चाहिँ सायद। ल त्यसपछि यहाँ मात्र होइन, पर देख्न सक्नुहुनेछ यहाँ एसडिएस रक गार्डन एरिया पनि रमाइलो छ है। रोजङ सरको टिपिकल वर्ड त अब युज गर्नै पर्यो होइन। ल हाम्रो श्रम संस्कृति पार्क यस्तो छ भन्नुहुन्छ नि त। ल सबैजनालाई कतिको बनाएको यार। यसै गरी सबैजनाले माया गरिदिनु होला फेरि पनि। ल हेर्नुहोस् त के धेरै भिड छ कि हाम्रो श्रम पार्क। ल यस्तो रमाइलो छ, यस्तो भिड छ। टिकट काट्ने ठाउँमा त्यस्तै भिड, टिकट काट्ने ठाउँमा यस्तै भिड। यहाँ पनि हाम्रो मेला लागेको जस्तै यस्तो धेरैजना हुनुहुन्छ भिड। झाँक्रेमा फोटो खिच्नु हुने, सरी ढाक्रे र किसानको मूर्तिमा चाहिँ फोटो खिच्नु हुने जातिको भिड है। ल साथीहरू यस्तो रहेको छ भने पारी चिल्ड्रेन पार्क एसडिएस रक गार्डनको चिल्ड्रेन पार्क। यहाँ पनि यस्तै धेरै भिड छ, सबैजनाले मन पराएर हाम्रो पार्कहरू घुम्न आउनुभएको छ। टाढा टाढादेखि पनि आउनुभएको रहेछ। अब सबैजनालाई सोध्दै जाउँ भने पनि मेरो नि कामले गर्दा यहाँ शिलालेख टाँच्नुपर्ने थियो र कामले गर्दा आएको भ्याइन। सो उहाँहरू बोलेको सुन्दा चाहिँ पूर्व उता कता बिर्तामोड झापा कताबाट पनि आउनुभएको रहेछ है। ल आउँदै हुनुहुन्छ अझै पनि, हाम्रो आउने क्रम जारी छ भन्दै। ल है साथीहरू यस्तो रहेको छ। सबैजना यसरी बेबीसँग फ्यामिली बुढाबुढीसँग पनि आउनुहुन्छ। बेबीलाई यहाँ फोटो खिचाइदिँदै हुनुहुन्छ। अब अहिले त यो हलीहरू पनि देखिँदैन। वाह कस्तो दामी हाम्रो श्रम संस्कृति पार्क हेर्नुहोस् त। यता देखाउँ भने पनि यस्तै भिड, उता देखाउँ भने पनि उस्तै भिड। ल हेर्नुहोस् है साथीहरू, तपाईँको पनि आफ्नो आफन्त अथवा तपाईँहरू पनि हुनुहुन्छ भने चाहिँ यहाँ चिन्नुहोस् है। आज पनि म गएको थिएँ श्रम संस्कृति पार्क घुम्नलाई, म कहाँ रहेछु भनेर खोज्नुहोस् है। यस्तो रमाइलो छ, रमणीय सुन्दर वातावरण भएको ठाउँलाई माया नगर्ने त सायद को होला त। त्यही भएर चाहिँ तपाईँहरू सबैजना फेरि पनि नेक्स्ट स्याटरडे पनि आउनुहोस् है। टिकट मात्र रु 15 रुपिस। हाम्रो यो आराधरान एरिया घुम्न जाने र श्रम चौतारी घुमेर जानुहुनेहरूलाई, त्यसपछि एसडिएस रक गार्डन अनि यो के भन्छ चिल्ड्रेन पार्क अनि
मितिरी पुल, त्यसपछि एसडिएस रक गार्डन, एसडिबी पार्क रोज गार्डन, अनि त्यसपछि एसएनएस पार्क घुम्नु हुनेलाई चाहिँ रु 35 रुपियाँ रहेछ छ। पारिवारिक भेटघाट, आफ्नो आफन्त होइन, त्यसपछि माइन्ड फ्रेस गर्नुपर्छ, कति काम गर्नु, कति स्कुल मात्र जानु, कति पढ्नु होइन, कति बिजनेस गर्नु भनेर चाहिँ त्यही धेरैजना मान्छेहरू चाहिँ यसरी आउनुहुन्छ, घुम्नुहुन्छ, रमाउनुहुन्छ हाम्रो श्रम संस्कृति पार्कमा। र विशेष उहाँहरूकै लागि बनाएको हो हामीले हुन त। कुनै कतै ठाउँ घुम्न जाँदाखेरि पनि रमाइलो होस्, माइन्ड फ्रेस होस्, कति कुराहरू सिक्न पाइयोस्, कति कुराहरू सिकाउन पाइयोस् भनेर नै प्रायः हुनुभएको हुन्छ है। यस्तो रहेको छ आजको हाम्रो विशेष स्याटरडे। ह्याप्पी स्याटरडे 2081 साल चैत्र महिनाको 2 गते आज है। ल यस्तो रहेको छ भने हाम्रो सानो कटेजबाट, हाम्रो सानो ब्युटिफुल घरबाट चाहिँ टिकट काउन्टर, यहाँबाट टिकट काटेर प्रवेश गर्नुहुन्छ। सरर सानो सानो बेबीहरू पनि लिएर आउनुहुन्छ। ल ताजा आजको अपडेट साथीहरू के कस्तो लाग्यो हजुरहरूलाई कमेन्टको चाहिँ म साह्रै अपेक्षा गर्छु, किनकि तपाईँहरूको प्रतिक्रिया हाम्रो लागि राम्रो हुन्छ। सो प्लिज साथीहरू तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला है। हाम्रो दाजु धेरै सहयोग गर्दै हुनुहुन्छ। आजभन्दा नि एभ्री स्याटरडे त प्रायः यसरी यहाँ बिजी हुन्छ। सटरडे आज अनि मान्छे भिड छ नि त। सहयोग गर्नुपर्छ। भित्रबाट रिमाले टिकट काट्दै दिनुहुन्छ, अनि यता आएर चाहिँ चेकिङ। खै रिमा ए बिचरा कति गाह्रो छ, मान्छे नभएको बेलामा यस्तो दाउ छोपेर चाहिँ अब होइन अलिकति हाम्रो के भन्छ ज्यानलाई पनि सफा गर्नु पर्यो नि त। सो यो दाइले चाहिँ सहयोग गर्दै हुनुहुन्छ। दाजु हजुरको नाम पनि भनिदिनुहोस्। टार्जन। टाइगर राख्नु नि हो दाजु, बरु टार्जन भनेको टाइगरै हो हुन त। हो त अनि टार्जन गुरुङ हुनुहुन्छ हाम्रो नगर प्रहरी दाइ, धेरैभन्दा धेरै सहयोग गर्नुभएको छ, गर्नुहुन्छ। ल यसरी टिकट काटेर सकेपछि एक गरेर छिर्नु पनि पर्छ, किनकि धेरैजना मेम्बर्स हुनुहुन्छ भने। उहाँ पनि होइन त आउनु बच्चाहरू सानो नानीहरू आउनु कतिजना हुन्छ। आज हाम्रो श्रम संस्कृति पार्क प्रवेशद्वारमा चाहिँ यस्तो भिड छ है। आउनुहोस् त होइन हजुर, यहाँ अर्को काट्नुपर्छ ल। हजुरले 15 10जना हुनुहुन्छ। सबैजनालाई स्वागत छ हाम्रो श्रम संस्कृति पार्कमा। यतिको चेकअप नगरी त हुँदैन नि त। 4जना मात्रै छिर्नु, 6जना आउनै बाँकी छ। 4जना मात्रै छिर्नु भएन त, 6जना आउनु। ल यति रमाइलो छ हाम्रो श्रम संस्कृति पार्क है। ल यति धेरैजना भिजिटरहरू पनि हुनुहुन्छ, टाढादेखि आउनुभएको होला। एक फ्यामिली मेम्बर्स यसरी आएर चाहिँ उहाँहरू चक्कसँग रमाइलो माइन्ड फ्रेस घुम्नु सबभन्दा आरामदायी कुरा हो नि त घुम्नु भनेको। न केहीको टेन्सन लिनुपर्छ, न केहीको टेन्सन दिनुपर्छ होइन। काम गर्दा मात्रै तनाव हुन्छ क्या, यो भन्यो त्यो भन्यो होइन। यस्तो छ है साथीहरू आजको हाम्रो माहौल। सरी ब्युटिफुल पार्कमा ब्युटिफुल फ्लावरहरूको साथमा भिजिटिङ गर्ने हामी प्लेस बनाइदिएको छौँ। ल हरियो टपमा आइपुगेको छौँ हामी। ल म तपाईँहरूलाई चाहिँ दृश्य मात्र देखाउँछु, तपाईँहरूले आफै फिल गर्नुहोला, तपाईँहरू आफैले अन्दाज गर्नुहोला।
र अहिले चाहिँ हाम्रो यहाँनिर जुन यो शिला छ, शिला टाँस्ने काम भइरहेको छ। यहाँ चाहिँ हाम्रो विशेष कामसँग रिलेटेड सबै प्रकारको स्ट्याचु बनेको कारणले गर्दाखेरि यहाँ चाहिँ हाम्रो श्रमको चौतारी भनेर है, श्रमको चौतारी भनेर यो चौतारीको नाम चाहिँ श्रमको चौतारी। सो हामी यहाँ आफ्नो आफ्नो टाइपको चाहिँ म्याटर राख्नेछौँ। रमाइलो मात्रै देख्छु, जता पाएँ त्यतै हेर्दा नि, त्यही भएर। अनि त्यसपछि यहाँनिर छ यो चाहिँ, यो ठाउँ चाहिँ रोजनको कला भनेर। यहाँनिर यसरी हामीले हाम्रो पुरै नाम नराखे पनि हामीले हाम्रो कम्पनीको प्लस हामीले चाहिँ हाम्रो कामलाई प्रमोट गर्नको लागि चाहिँ रोजनले बनाएको सो रोजनको कला भनेर राखेको छौँ भने यहाँ छ तपाईँहरूको नाम। यो चाहिँ अर्को बाद है, अर्कको बाद। हाम्रो अर्क सरको चाहिँ बाद हो नि त, हरेक कुराहरूमा उहाँले नै विस गर्नुभएको, त्यही भएर चाहिँ अर्को बाद। ल हेर्नुहोस् त, हाम्रो यस्तो छ श्रम संस्कृति पार्क एरिया। उति धेरैजना भिजिटरहरू आउजाउ हुन्छ। हाम्रो सबै यो भनेको आयो जाने भनेको चाहिँ हाम्रो नगरमा जाने हो नि त, त्यही भएर ती दुःखले बनाएको संरचनाहरूमा कति नराम्रो नराम्रो बादहरू आइरहेको हुन्छ। त्यही भएर हामीले चाहिँ जस्ट अर्को बाद जस्ट अर्को बाद। ल यतापट्टि हामी जुन ब्याक साइडमा चाहिँ, ब्याक साइड होइन यो फ्रन्ट ब्याक साइड भन्ने नै हुँदैन है, यसको चाहिँ 3D आकारको छ, त्रिकोणमा जताबाट पनि फ्रन्ट मात्र देखिन्छ भने हामीले यो पूर्व पश्चिम भन्न नि कताबाट भन्नु मलाई आउँदैन कि, यो जुन आराधरान जाने बाटोपट्टि चाहिँ हाम्रो हर्कबाद छ भने यहाँ चाहिँ रोजन कला भनेर यहाँनिर टक्क अडिन्छ भने त्यसपछि अब रोजनले बनाएको कला हो नि त, त्यही भएर रोजन कला। सो यतापट्टि चाहिँ हाम्रो यो के चौतारी त भन्दा श्रम चौतारी है, यो चाहिँ के चौतारी भन्दा श्रमको चौतारी। सबै कामहरू चाहिँ यहाँनिर श्रमसँग रिलेटेड छ। पाइप बोक्दै गरेको पनि श्रमिक हो, ढुङ्गा बोक्दै गरेको पनि श्रमिक हो, हातमा गैँती बेल्चा लिएको छ त्यो पनि सबै श्रमदाताज्यूहरूको। आमा हो ल, यति धेरैजना भिजिटरहरू आज पनि बाटैभरि। ल है ल साथीहरू, हाम्रो धरान यस्तो छ है, हाम्रो धरान राम्रो धरान यस्तो छ है। साह्रै रमाइलो छ, साह्रै रमाइलो छ। तपाईँहरू श्रम संस्कृति पार्क आउनुभयो भने चाहिँ तपाईँहरूको यस्तो यस्तो कुराहरू हेरेरै तपाईँहरूको माइन्ड फ्रेस हुनुहुन्छ। जति पनि दिमाग खराब भएर बस्नुभएको छ यहाँ कुरुक्क आउनु होला। माइन्ड फ्रेस गर्नुपर्छ होइन, नत्र भने अब दिमाग खराब भएर घरमा बस्नु हुँदैन नि त। सो साथीहरू सबैजना तपाईँहरूलाई यहाँ श्रम संस्कृति पार्क आएर चाहिँ आफ्नो दिमाग खराब भएको चाहिँ माइन्ड फ्रेस गरेर जानु होला भन्न चाहन्छु। यति धेरैजना मान्छेको भिड छ आज। ल बोजू बाजे बोजूहरू हेर्नु त, पहिलाको बाजेहरूसँग चाहिँ बाजेलाई सम्झेर चाहिँ फोटोहरू लिँदै हुनुहुन्छ। यहाँनिर भिड घुम्न आउनुहुने जानुहुनेको उत्तिकै भिड छ। तपाईँहरू यहाँ आउनुभयो भने त बिहान बस्नुभयो भने बेलुका मात्रै जाउँ लाग्छ, साँच्चीकै हो। ल साथीहरू यस्तो रहेको छ है। ल यति राम्रो श्रम पार्क सँगसँगै हाम्रो यहाँ 3जना ब्युटिफुल क्विन हुनुहुन्छ। हेलो नमस्ते। तपाईँहरू कहाँबाट आउनुभएको? इटारी। हजुरको नाम के हो? यहाँबाट सुरु गर्छु बहिनीबाट। अनुष्का घिमिरे। अनि हजुरको? हजुरको? वाउ, ब्युटिफुल नेम सँगसँगै मान्छेहरू पनि कति ब्युटिफुल। अनि कस्तो लाग्यो त हजुरहरूलाई यहाँ आएर घुमेर? राम्रो लाग्यो। कसरी आउनुभयो यहाँ? थाहा थियो पहिला यस्तो छ यहाँ पार्क भनेर? फर्स्ट टाइम? के मन पर्यो त हजुरहरूलाई? स्पेसली एउटा कुरा, एउटा चिज? धरान त अलराउन्ड सबै नै सफा छ अहिले त है, थाहा छ नि होइन? ल अनि अब को आउनुभएको छ तपाईँहरू? मन बाबाले के भनेर ल्याउनु भयो भन्नु त नडाँचिकन।
धरान घुम्न जाउँ, धरान यस्तो बनेको छ अरे भनेर भन्नुभयो अनि एक्साइटेड भएर 3 जना क्विनहरू पनि कुद्नु भयो। राम्रो लाग्यो। कता कता घुम्यो त? चिल्ड्रेन पार्क पनि घुम्यो? त्यहाँ गएर चाहिँ खेल्ने कुराहरू भेट्छ है क्विनहरूले। ल थ्याङ्क यू, थोरै समय दिनुभयो। तपाईँहरू जस्तै ज्ञानी ज्ञानी मान्छेहरू आएर यसरी हाम्रो श्रमसँग रिलेटेड यो पार्क त थाहा छ नि नाम होइन, श्रम संस्कृति पार्क हो। यहाँ चाहिँ सबै श्रमसँग रिलेटेड कामहरू हुन्छ होइन। कति क्लासमा पढ्नुहुन्छ? 8 मा। सबै नानी 5 मा, 2 जना 8 मा, 9 मा, 9 मा, 8 मा, 5 मा। अनि तपाईँहरू रिलेटेड होइन त? एउटै फ्यामिलीको। ल ल धन्यवाद धेरै धेरै। फेरि नै आउनु है ल, घुम्न आउनु, हाम्रो धरानलाई मन पराइदिनु ल। थ्याङ्क यू। ल यस्तो रहेको छ साथीहरू, आजको राम्रो मान्छेहरू सँगसँगै राम्रो काममा चाहिँ इन्भल्भ भइसक्नु भयो चाहिँ यति धेरैजना हुनुहुन्छ। कता जानुभयो, छरिसक्नु भयो चाहिँ कति धेरैजना मान्छे आउनुभएको थियो। हाम्रो भिजिटरहरू अलरेडी धेरै नै आउनुहुन्छ। स्याटरडे त स्पेसल डे नै हो, सो सबैजना यसरी आएर घुमिदिनुहुन्छ, कति कुराहरू भनिदिनुहुन्छ। अब हामीले कैदी गर्नु त सक्दैन, तै पनि सुन्दा खुसी लाग्छ है। ल यसै गरी तपाईँहरू पनि सबैजना आउनु होला। ल हाम्रो 3 जना ब्युटिफुल लेडीहरूको चाहिँ मम्मीहरू। हेलो नमस्ते म्याम। नमस्कार। तपाईँहरू इचरीदेखि आउनुभयो है? हजुर। हो। अनि यहाँ थाहा थियो पार्क बन्दै थियो भनेर? बनिरहेको छ भनेर आएको चाहिँ थियौँ न आज। अब तपाईँहरूले नि युट्युबमै देखेर आउनुभएको होला। कस्तो लाग्यो त त्यहाँ युट्युबमा देखेको र यहाँ चाहिँ? धेरै राम्रो, अर्कै राम्रो रहेछ। बन्दै मात्र छ, बनि पनि सकेको छैन अझै। अझ बनि पनि सकेको छैन, उतातिर काम भइरहेको छ है। ओहो राम्रो लाग्यो हजुर। सबैजना आउनु होला, भिजिट गर्नु होला, साह्रै राम्रो रहेछ है। हामीले त के अरे घुमेर यहाँको उयो गऱ्यौँ, मनोरञ्जन लियौँ। हजुरहरू पनि आएर अझ धेरै मनोरञ्जन लिनु होला। यहाँको चाहिँ तपाईँहरूले स्पेसली के कुरा मन पर्यो? हामीलाई त सबै फुलहरू, यहाँ उयो के अरे पुराना उयोहरू पनि रहेछन्, झाँक्रे दाईहरू, किसानहरू होइन। त्यो अब अहिलेको पुस्ताहरूलाई त थाहा छैन नि त, इभन हामीलाई पनि थाहा छैन त्यति। हजुरको नाम चाहिँ? मेरो गोमा दाहाल। हजुरको? मेरो मुना आचार्य। ल फेरि पनि आउँदै गर्नुहोस् है हजुरहरूलाई, फेरि पनि इन्भाइट। हेर्नु न यति धेरैजना आउनुभएको छ घुम्न, अब सबैजना आउँदा रमाइलो लाग्छ। सबैजना फेरि नि आइरहनु पर्छ नि त होइन। ल थ्याङ्क यू म्यामहरू। ल हेर्नुहोस् त यहाँ पनि आहा जति देखाए पनि जति गरे पनि नथाक्ने समयहरू क्या। जति गले पनि कस्तो फिल भइराख्ने, रमाइलो लागिराख्ने ठाउँ ल है। यस्तो रहेको छ है साथीहरू हाम्रो श्रम संस्कृति पार्क। हाम्रोमा यो प्रफिट, यो बेनिफिट, यो हरेक कुराहरू भनेको चाहिँ हाम्रो नगरमा जाने हो। जसले जति हाम्रो श्रमदान गरेर चाहिँ दान गर्नुभएको छ, यहाँनिर सौजन्य गर्नुभएको छ होइन। स्पोन्सर जतिले गर्नुभएको छ दाताजीहरूमा चाहिँ यो भनेको उहाँहरूको नाम मात्र रहने हो, तर जति आय स्रोत भनेको चाहिँ सबै हाम्रो नगरपालिकामा जाने हो, गइरहेको छ। 1 करोड पुग्न लागिसक्यो। अब हामी चाँडैभन्दा चाँडै फेरि पनि अझै धेरै उन्नति प्रगति गर्दैछौँ। आज चाहिँ हाम्रो यहाँ शिला राख्ने काम भइरहेको छ है। हाई, तपाईँको नाम के हो? हाई, काले भाइको नाम के हो? काले भाइको हजुरको नाम के हो? तपाईँलाई के चाहियो रे? के चाहियो रे? यो दिनु? लु 2 हात थाप्नु है। 2 हात थाप्नु है, 2 हात थाप्नु है। लु मन पर्यो? कलर लाग्यो, कलर लाने दिउँ? लाने भाइले त उता भाले मन पराएको छ, अब भाइलाई उता भाले निकालेर दिनु पर्यो म। भाइ मन पर्यो? ल हेर्नुहोस् त यस्तो फेभरेट बच्चाको पनि लाइन मन पर्यो। लाइन मन पर्यो? लाने बोकेर बच्चाहरू खेल्ने बस्ने सब एरिया भएको छ। भाइ लाने हो? निकालिदिउँ? लाइन लाने हो कि होइन? निकालिदिउँ? लाइन निकालिदिउँ? लाने बोक्नु सक्नुहुन्छ? तपाईँले?
मन पराउँछ यहाँ टप एरियाको फलाइचा चाहिँ बेबीहरूको फेभरेट भएको छ तर सबैजना एक्साइटेड भएर यो त्यो भनेर एनिमल्स र बर्डसँग रिलेटेड छ त्यही भएर साह्रै मन पराउँछ ल साथीहरू यसरी यहाँ पनि आइसकेको छ रोजन कला भनेर है रोजनको कलाको यति नै ब्यानर अब यहाँ रोजन कला भनेर यसरी राखिसकेको छौँ उतापट्टि हर्कको बाद रोजनको कला त्यसपछि उतापट्टि श्रमको चौतारी भनेर चाहिँ हामीले यहाँनिर नेम टाँसेको छौँ राखेको छौँ आजको विशेष हाम्रो भिजिट जुन चाहिँ थाराधरान एरिया जानुहुने बाटोपट्टिको एरियाको भाग यो श्रम चौतारी गोर्खा चौतारी बन्दैछ उतापट्टि त्यसपछि यसरी घुम्न आउनुहुने जानुहुने बच्चाहरूदेखि लिएर बुढापाकासम्मले मन पराउने ठाउँ चाहिँ यही श्रम चौतारी है ल सरी श्रम संस्कृति पार्क अनि यसरी बुढी बुढी आमाहरू पनि आउनुभएको छ कहाँदेखि आउनुभयो होला हेर्दै हुनुहुन्छ निहाल्दै हुनुहुन्छ ल यसरी हेर्दै हुनुहुन्छ के होला यो को होला यो ल उहाँहरू तपाईँहरू कहाँबाट आउनुभएको झापाबाट कहाँबाट आउनु भएको रे ड्रेस एउटै देखिएको छ र यहाँ तल म सोध्न लागिरहेको छु श्रमदानमा गएको ए श्रमदानबाट यहाँसम्म नि आउनुभयो ए संस्थाबाट आउनु ए किरात राई आयोखाबाट कतिजना आउनुभएको छ माइ गॉड 130 जनाले आज भनेपछि पाइप त अनि खतरा उठाउनु भएछ त हजुरको नाम मेरो सनम राई सनम राई हजुरको मेरो सुरेश राई ल ठिक छ धन्यवाद सहयोगको लागि ल उहाँहरू यी ड्रेसमा पुरै किरात राई आयोखाबाट आउनुभएको रहेछ है तपाईँहरू आज खतरा पाइप तान्नुभयो त है हजुर तपाईँको नाम के हो मेरो भीम राई हो कतिजना आउनुभएको छ अरे हामी जम्मा 130 जना छौँ आमामा खतरा तान्नुभएछ आज पाइप है ल धन्यवाद धरानको लागि सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद ल यी सबैजना आज पाइप तानेर आउनुभयो त है हजुर हजुर रमाइलो भयो रमाइलो भन्दा पनि हामी श्रम गर्न आएको थियौँ श्रम गर्दै खालको अर्कै खालको अनुभव भयो पहिलोचोटि होला श्रम हामी पहिलोचोटि हो है पहिलोचोटि हामी किरात राई आएका कमल गाउँ कार्य समिति र के त्यहाँ यहाँका परिवारहरू आएको कमल गाउँपालिका झापाबाट ठ्याक्कै त्यो ठाउँलाई के भन्छ पाडाजुनी तपाईँको मङ्गलाबारे गेउरे हामी सबै त्यो ठाउँको नाम हो धरमपुर सीतापुरी कमल गाउँपालिका त्यहाँदेखि यहाँसम्म पाइप तानेर चाहिँ सघाउनु भयो कस्तो धरानले के सोचेर सघाउनु भयो त यति धेरै श्रमदान गर्नुपर्छ भनेर श्रम पिता भनेर अब हाम्रो हर्कसँगलाई हामीले श्रम चाहिँ एउटा उहाँले अभियान गर्नुपर्छ र हामीले पनि त्यो श्रम चाहिँ हाम्रो किरात राई आयोखाको घेराबाराको लागि हामीले गर्दैछौँ पनि र फेरि भोलिको दिनमा पनि गर्नेवाला छौँ होइन त्यही तपाईँको हामी श्रम पिता भनेर उहाँलाई सरसहयोग गर्न आएको है यति धेरैजना 130 जना भनेको त थोरै हो त सबैजना ग्रुपमा आउनु पनि मन पराउनु भयो सहयोगको लागि सबैजना बिहान 4 बजे उठेर तपाईँको बस पुरेर बसेर आयौँ है सबै जय श्रमदान धन्यवाद धेरै धेरै तपाईँहरू सबैजनालाई धन्यवाद छ हाम्रो धरानलाई यस्तो श्रमको दान दिएर चाहिँ सहयोग गर्नुभएको छ धेरै धेरै खुसी लागेको छ हामीलाई पनि है धेरै धेरै धन्यवाद हजुरको नाम पनि भनिदिनु मेरो हरि राई कमल गाउँ कमल गाउँपालिका किरात राई आएको कमल गाउँपालिकाको अध्यक्ष अब यहाँ श्रम संस्कृति पार्क हो यो एरिया चाहिँ यहाँ पनि घुम्न आउनु भएको छ घुम्दै आउनु भयो कि डाइरेक्ट यहाँ आउनु भएको छ अहिले हामी चाहिँ त्यहाँ श्रम गरिसकेर टाइम बचेको कारणले हामी यहाँ श्रम संस्कृति पार्क पनि कस्तो रहेछ हाम्रो श्रम पिताले बनाएको यो पार्कलाई पनि यसो हेर्ने विचार थियो पहिलादेखि तर यहाँ आज टाइम भएको कारणले विशेष गरी त यो त हाम्रो रोजन सर र ल धन्यवाद चिन्नु हुँदो रहेछ ए है ल धेरै धेरै धन्यवाद तपाईँहरूले हामीलाई यसरी चिन्न नि पर्छ हामीले पनि यहाँ श्रमदानै गरिरहेको छौँ हाम्रो ठाउँको लागि होइन धेरै दुःख गरिरहेको छौँ हजुरहरूले पनि त्यो ठाउँदेखि यो ठाउँसम्म आएर यसरी झन् गर्दै गर्नुभएको छ धेरै खुसी लाग्छ हामीलाई झन् हजुरको नाम चाहिँ मेरो भक्ति प्रसाद
राई हजुरले हामीले युट्युबमा हेरेर चिन्नुहुन्छ है यो चाहिँ रोजनको कला पनि रहेको छ यहाँ चाहिँ मेरो हस्बेन्ड हो रोजन राई मूर्तिकार उहाँले चाहिँ यहाँ जति पनि मूर्तिहरू प्लस यो चौतारीहरू हामी उहाँकै कन्सेप्टमा बनाएको छौँ हाम्रो हर्क सर चाहिँ उहाँ कन्सेप्ट दिनुहुने यस्तो बनाऊ रोजनजी यस्तो बनाऊ यस्तो गरौँ है भन्नुहुने उहाँको नेतृत्वमा भएको काम बनाउने चाहिँ हामी ल धन्यवाद सबैजनाहरूलाई ल धन्यवाद धेरै धेरै धन्यवाद ल अहो त्यहाँदेखि यहाँसम्म आएर यसरी श्रम गर्नुहुन्छ धेरै धेरै खुसी लाग्छ हामीलाई पनि नानाहरू पनि हुनुहुँदो रहेछ किरात राई आयोखा कमल गाउँपालिकाबाट आउनुभएको रहेछ हामीले कमल गाउँपालिकामा चाहिँ काम गरेको छौँ त्यहाँ सायद हामीले यलम्बरको मूर्ति राखिसकेको छौँ बनाएर ल है ल हेर्नुहोस् त हाम्रो किरात राई आयोखा कमल गाउँपालिकाबाट यति धेरैजना आउनुभएको रहेछ नानाहरू दाईहरू नमस्ते सबैजनालाई तपाईँहरूलाई फोटो खिच्ने मौका छोपेर मैले भिडियो पनि बनाइसकेँ है उहाँहरू चाहिँ तपाईँहरू पाइप तान्नु आउनुभएको है आज रमाइलो लाग्यो कस्तो भयो काम है ल म छेउबाट सुरु गर्छु पहिला इन्ट्रोडक्सन गरौँ हामी है किरात राई आयोखाबाट आउनुभएको रहेछ पहिला चाहिँ हाम्रो दुईजना दाईबाट सुरु गरौँ अनि यताबाट घुमेर एन्डिङ गरौँ ल नमस्कार म चाहिँ सुभाष है होइन कमल 5 अञ्जन बान्ता ए नाना यताबाट सुरु गर्छु फेरि नमस्कार म टङ्ककुमारी राई कमल गाउँपालिका 5 सीतापुरीबाट नमस्ते मेरो नाम शर्मिला राई कमल गाउँपालिका 5 सेवा म सुशीला राई कमल गाउँ 5 मङ्गलबारे सेवा म मनसा बान्ता राई कमल 5 सेवा म सीता राई कमल 6बाट आएको सेवा म कला साम्पाङ राई कमल 6बाट सेवा म नराय राई मङ्गलबारे कमल गाउँपालिका मङ्गलबारेबाट सेवा म सुमिता राई दमक 2बाट राधिका तामाङ म सर्लाही जिल्ला हरिहर नगरपालिका 2 है अनि म चाहिँ यहाँ दमक माइतीमा आएको थिएँ घुम्ने मौका पनि पाएँ अनि उहाँहरू पनि हुनुहुन्छ ल ल स्पेसल मान्छेहरू पो नमस्ते हजुरको पनि परिचय राखिदिनुहोस् नमस्ते मेरो नाम तारा राई झापाबाट आएको हजुर नमस्कार मेरो नाम देवी बान्तवा राई हो हामी झापा ए ल नाना पनि जोइन भइहाल्नु यता अब हजुरको नाम नमस्कार मेरो नाम चाहिँ रमिता राई हो ल धन्यवाद ल अब हजुरहरूलाई एउटा कुरा सोध्छु त्यहाँदेखि यहाँसम्म श्रमदान गर्न आउनु भएको छ कस्तो लागिरहेको छ त हजुरहरूलाई है ल ल ल जोइन हो है हाम्रो ग्रुप अनि स्पेसल्ली चाहिँ तपाईँहरूलाई के फिल भएर चाहिँ त्यहाँदेखि यहाँसम्म चाहिँ आउनुभयो श्रमदान गर्नुपर्छ हाम्रो धरानलाई सघाउनुपर्छ भनेर चाहिँ एकजनाले भनिदिनुहोस् कडा भनिदिनुहोस् यो चाहिँ हामी चाहिँ स्पेसल्ली श्रमको चाहिँ हामी अलिक इज्जत गर्न लागेको होइन हजुर अब हाम्रो सारा मान्छेहरू विदेशमा छन् श्रम गरिरहेका छन् सारा संसार बनाएर छन् यो ठाउँमा म पहिले पनि आएको थिएँ होइन हामी धेरै आएको थियौँ यहाँनिर बिबी पार्क यो तलतिर पनि आएको थियौँ तर यो आउँदाखेरि र अलिक पछिल्लो टाइममा हर्क साम्पाङ सर आएपछि जुन चेन्ज भयो होइन एउटा सामान्य मान्छेले एउटा अठोट लिएर गर्दाखेरि होइन सबैले होस्टेलमा हैसे बल प्रयोग गरेर आफ्नो जे छ आफूसँग भएको त्यही प्रदान गर्दा विकास हुँदो रहेछ गर्न सकिँदो रहेछ है भयो यस्तै कारणले गर्दाखेरि हामीलाई के भन्दाखेरि हामीलाई पनि विश्वास भयो अनि श्रम गर्दाखेरि चाहिँ सकिँदो रहेछ होइन जस्तै हाम्रो यो 7 दिनमा 1 दिनमा त यो शनिबार होइन एक दिन एउटा मान्छेले बल गर्दा होइन भनेपछि यो 2.5-3 वर्षमा यत्रो चेन्ज भइसक्यो सारा साथ यो देशभरिको मान्छे हामी 3 करोड छौँ 3 करोडमा 3 करोड मान्छे एकचोटि लाग्नु हो भने शनिबार लाग्नु हो भने त्यसको एक दिनको हिसाब गर्ने हो भने अरबौँ रुपियाँ हुन्छ होइन अनि यो तरिका चाहिँ देशभरि जाओस् गएको राम्रो तर दुःखको कुरो के हो भन्दाखेरि देशभरिमा एउटा मात्रै होइन एकजना मान्छे एउटा व्यक्ति मात्रै देखियो श्रम गर्ने प्रत्येक वार्डमा पहाडतिर मधेसतिर जहाँ पानी नपाएको ठाउँ पनि छ त्यहाँ एकजना पनि वडाध्यक्षले पाइप बोकेर देखाएको छैन कुरो चाहिँ यो हो क्या अनि हामीलाई अलिक दुःख पनि लाग्छ हामी त्यति तलबाट किन आएको भन्दाखेरि श्रम गर्नुपर्छ सबैले श्रम गर्नुपर्छ यो देश बनाउनुपर्छ हर्क साम्पाङ सरको होइन जुन स्लोगन छ यसलाई हामी होस्टेलमा हैसियत गर्नलाई हामी सहयोग गर्न आउनुभयो ल तपाईँहरूले पनि यसरी त्यहाँदेखि यहाँसम्म सम्झेर श्रमदान गर्नु आउनुहुन्छ
पालिकाको वडा अध्यक्षहरूलाई पनि जाओस् होइन, मेयर जति पनि देशभरिको हेर्नेहरूले यो हर्क सामाङ जस्तै होइन यो सन्देश चाहिँ उहाँहरू मार्फत पुगोस् है, सबैले गर्नुपर्छ भन्ने टिचर त उहाँहरू हो नि त, गरेर हुँदैन। जस्तै गाउँपालिकाको वडा के अरे पालिका अध्यक्ष वडा अध्यक्षहरूले नै एउटा नेतृत्व गरेर अरू यसलाई कसैले पनि सिको गर्न सकेन क्या तर अहिलेसम्म होइन। त्यो चाहिँ होस् सन्देश त्यहाँसम्म चाहिँ जाओस् उनीहरूले विशेष गरेर होइन लिडर अब गाउँपालिका वडा अध्यक्ष उनीहरूले चाहिँ लिड गर्नुपर्ने हो नि त, उहाँहरूले गर्नुभयो भने सम्भव छ होइन त। सम्भव छ। धेरै धेरै धन्यवाद तपाईँहरूलाई, हाम्रो सबै धरानवासीको तर्फबाटै हजुरहरूलाई धेरै धेरै धन्यवाद। धेरै प्राउड लाग्छ तपाईँहरू त्यहाँबाट काम नपाएको जस्तो यहाँ ठाउँमा आएको त होइन पक्कै पनि होइन। कति धेरै कुराहरू कति धेरै सोचहरू बोकेर चाहिँ हामीले के गर्नुपर्छ भनेर त्यहाँदेखि यहाँसम्म आउनुभयो सघाउनु भयो होइन। धेरै धेरै खुसी लाग्छ। र जाँदा जाँदै के भन्नुहुन्छ हाम्रो धरानवासीलाई चाहिँ धरानवासीलाई अब नगुमाउनुहोस्, अर्को चुनावमा पनि जिताउनु पर्छ होइन। अब के छ सरकारको नीति कति कार्यकाल उहाँहरूले खान पाउनुहुन्छ, फेरि पनि हामीले मेयर देख्न पाऊँ, फेरि पनि यसरी श्रम गर्न आउन पाऊँ होइन। उहाँले फेरि अर्को चुनाव पनि जित्नु भने फेरि हामी आउने होइन। धरानवासीहरू भाग्यमानी पनि हो भने यसरी होइन यस्तो बगरमा यसरी हराभरा संसारलाई आकर्षक गर्ने बगैँचा हामी त प्रधानमन्त्री भएको हेर्न चाहन्छौँ नि के गर्नु है, त्यो पनि हो। यस्तो पाउनु भएकोमा धरानवासीले गर्व गर्नुपर्छ। त्यसपछि हाम्रो हुँदो रहेछ यस्तो पाउनु भयो, मेयर पाउनु भयो हो, प्राउड लाग्छ हामीलाई त। त्यसपछि हाम्रो मेयरज्यूलाई के भन्नुहुन्छ अब आउँदो दिनहरूमा? आउँदो दिनहरूमा अब यो हामीले भन्दा पनि अझै योभन्दा अलिक ठुलो क्या मेगा प्रोजेक्ट पनि जाँदा चलाउँदा हुन्छ। जस्तै देश विदेशमा बस्नु भएको छ तपाईँको एउटा नगरपालिकासँग समन्वय गरेर नगरपालिका र पब्लिक मिलेर नगरपालिका अलिकति पैसा पब्लिक अलिकति पैसा लिएर सानो सानो योजनाहरू लघु उद्योगहरू सानो सानो प्रोजेक्टहरू गर्न सकिन्छ। त्यसमा चाहिँ होस् भन्ने हो। म उहाँसँग कुरा गरेँ अघि गर्न चाहिँ, तर फेरि पनि जोडौँ है हामी। खुसीले यहाँ हाम्रो मेरो त मुटु फुट्नु लागिसक्यो तपाईँहरू जस्तो मान्छे भेट्दाखेरि। धरानलाई माया गर्ने, धरान बाहिरको मान्छे। धरान चाहिँ ठ्याक्कै मिलेको छ क्या। मेयर साहब एकदम राम्रो। यहाँको जनता पनि होइन श्रम गर्ने एउटा आफ्नो जीवन मात्रै होइन सार्वजनिक जीवन पनि बोक्नुपर्छ, हामीले हाम्रो ठाउँ बनाउनुपर्छ भन्ने यहाँको जनताको झन् त्योभन्दा उहाँलाई सपोर्ट गर्ने जनतालाई पनि हामी चाहिँ धेरै चाहिँ आभार व्यक्त गर्छौँ क्या। किन भन्दा अगुवाले त गर्नुभयो, त्यसलाई साथ दिने हजारौँ मान्छे हुनुहुन्छ नि त। त्यस कारणले सम्पूर्ण धरानवासी के छ भन्दा यो जिउँदो सहर हो क्या, यो मृत सहर होइन क्या। यहाँका मान्छे केही गर्छु हामी गर्छौँ सक्छौँ भन्ने भावनाहरू छन् क्या। यहाँ सम्पूर्ण मिलिरहेछ। अरूमा चाहिँ मृत सहर भन्छु म प्रायः, किनभने छैन त्यहाँ न मेयरको तुचुक बुचुक छ न पब्लिकको जनताको होइन। पब्लिक चुप्प लाएर बसेको छ। 10,000को 20,000को 1 लाखको बजेट योजना आएको छ, त्यहाँ भागभण्डा गरेर खाएको छ। कमसेकम श्रमदान गरेर आफ्नो समय मात्रै नै यहाँ धरानवासीले लाखौँ रुपियाँ दिएको छ होइन। लाखौँ रुपियाँ खानामा दिनुभएको छ, खर्चमा बनाउनुमा दिनुभएको छ। प्रत्येक मेहनत सबैको योगदान जोडिएको स्पोन्सर छ। यस्तो भावना भएको मान्छे चाहिँ धरानमा प्रशस्त छ क्या। यो चाहिँ एकदम प्राउड गर्नुपर्छ, सम्पूर्ण नेपालवासीले नै प्राउड गर्नुपर्छ। अब धरानबाट सुरु भएको छ श्रमदान, सबै संसारभरि होस् भन्ने चाहना तपाईँहरूको पनि होइन। ल 130 जनाको ग्रुपमा उपस्थिति हुनुभएको छ हाम्रो धरानमा। धेरै धेरै खुसी लागेको छ। आज पाइप बोक्नु सघाएर पनि काम सकेर पनि श्रम संस्कृति पार्क घुम्न आउनुभयो, घुमिसकेर नि आउनुभयो। लु भन्नुहोस् कस्तो लाग्यो? श्रम गर्नुपर्छ हामीले होइन। श्रमले नै सबै विकास सम्भव हुन्छ। श्रम भनेको ठुलो सम्पत्ति हो भन्ने कुरो आज मजाले अनुभव महसुस गरिरहेको छ। श्रम संस्कृति गर्नुपर्छ। देशको व्यक्ति विसङ्गति हटाउनको लागि, भ्रष्टाचार जुन कुशासनहरू हटाउनको लागि हर्क साम्पाङ सरले एकदम राम्रो काम गरिराख्नु भएको छ। उहाँ देशको एउटा खम्बा जस्तो हामीले अनुभव गरेको छौँ अहिले। उहाँलाई हाम्रो एकदम पूर्ण समर्थन, हृदयदेखि नै भित्रैदेखि पूर्ण समर्थन छ र उहाँको लागि हामी साथ दिन, उहाँको लागि जे गर्नु पर्यो पनि हामी तयार छौँ। धन्यवाद। हजुरको नाम पनि भन्नुहोस्? धनराज राई। धनराज राई, कमल गाउँपालिका झापा। धेरै धेरै धन्यवाद हजुरलाई। ल यस्तो रहेको छ साथीहरू। प्रयोजन गरेर अनि यहाँ खाना अरू पनि थपिएका छन्। र विशेष चाहिँ अब यहाँ आउनमा चाहिँ कमल गाउँपालिका याको मेन हात छ। ल धेरै धेरै धन्यवाद है हजुरहरूलाई।
ल हेर्नुहोस् त मान्छेले बुझिसकेपछि देश के हो जनता के हो हामी को हो के गर्नुपर्छ भनेर थाहा पाइसकेपछि उहाँहरू यसरी जनता त जुरुक्कै उठ्नु के फेरि होइन त्यसरी नै उहाँहरू पनि हाम्रो पाइप बोक्नको लागि सहयोग गर्नलाई त्यहाँदेखि यहाँसम्म आएर सहयोग गर्नु भएर पनि श्रम संस्कृति पार्क घुमेर पनि फर्किँदै हुनुहुन्छ धेरै खुसी लाग्यो यसरी नै तपाईँहरू पनि सबैजनाले धेरैभन्दा धेरै माया गर्नु होला हाम्रो धरानलाई मात्र होइन हाम्रो धरान त त्यसै पनि अगुवा भइसकेको छ हरेक कुराहरूमा प्लस तपाईँहरू आफ्नो ठाउँको लागि पनि तपाईँहरूले विशेष यस्तै चाहिँ जुन अभियान चलाएको छ यसरी नै चलाउन सक्नुहुन्छ भन्दै आज चाहिँ श्रमदान पनि अलिक चाँडो सकेको हुनाले चाहिँ श्रमदाताजीहरू पनि यहाँ यसरी टी सर्ट लाएर आउनुभएको छ हाम्रो श्रम संस्कृति पार्क घुम्नलाई किनकि उहाँहरू चाहिँ टाढो टाढादेखि पनि कति धेरैजना चाहिँ आउनुहुन्छ सो उहाँहरूको समय रहेको बेलामा चाहिँ यसरी घुम्न आउनुहुन्छ घुम्नुहुन्छ रमाइलो गर्नुहुन्छ टाढा टाढादेखि आएको धरान बाहिर भनौँ न धरान बाहिरदेखि आउनुहुने श्रमदाताज्यूहरू चाहिँ श्रम संस्कृति पार्क एकचोटि चाहिँ घुमेरै जानुहुन्छ र यस्तो रहेको छ साथीहरू जति पनि यो श्रम संस्कृति पार्क बनाउनलाई चाहिँ सहयोग गर्नुभएको छ आर्थिक नैतिक भौतिक के भयो सबै कुराहरूले तपाईँहरू सबैजनालाई धेरै धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ तपाईँहरू विशेष व्यक्ति त हुनुहुन्छ त्यसपछि मात्र हामी पर्छौँ होला सायद अब सबैजना सराबरी नै भन्नुपर्दा पनि हुनुहुन्छ सो सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै आज म श्रम संस्कृति पार्क एरियाको श्रम चौतारीमा आएको थिएँ कामले गर्दा र आज यस्तो भिडियोहरू पनि अपलोड गर्न पाएँ हजुर सामु ल्याउन पाएँ तपाईँहरूले प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा राखेको छु के कस्तो लाग्छ हुन्छ है साथीहरू धेरै समयपछि आफ्नो कामसँग रिलेटेड कुराहरू हुन्छ सो मैले तपाईँहरूलाई चाहिँ यति यस्तो भिडियोहरू कलेक्ट गर्न भ्याएँ काम सँगसँगै आफूले काम गरेकै त देखाउन पाउँदिनँ आफैसँग बिजी हुन्छ त्यही भएर ल भन्दै आज म पनि यता रहेको छ हाम्रो बोर्ड ब्यानर चाहिँ रोजन कला भनेर रोजन आर्ट छ त्यसपछि हामी एक जोडी पनि यहाँ छौँ है साथीहरू यो चाहिँ धादिङको सरस्वती बनाउँदाखेरि सरस्वती ठुलो 50-55 फिटको सरस्वती बनाउँदाको फोटो सो रोजन आर्ट यस्तो छ यहाँ छ हामी यहाँ फेरि ब्यानर पनि राखिदिँदैछौँ त्यसपछि हाम्रो ब्युटिफुल मोमेन्ट सँगसँगै तपाईँहरूलाई के कस्तो लाग्यो भिडियोहरू जोइन गरेँ फेरि पनि भयो भने गर्नेछु किनकि क्लिप लिन्छु त्यसपछि म जोइनिङ गरेर देखाउने कोसिस गर्छु तपाईँहरूलाई अरू बेला पनि सो यस्तै रह्यो आजको दिन ह्याप्पी स्याटरडे भन्दै आज अलिक चाँडै श्रमदान सकिएको छ नजिक आइपुगिसकेको छ हाम्रो श्रमदान गर्दै गरेको पाइपको काठ प्रोजेक्टको पानीको काम पनि नजिकै छ सो अलिक छिटै सक्दैछ भन्दै आजलाई यति नै है ल यहाँ मुनितिर आउँदा यहाँ मुनिको दृश्य है ल हाम्रो श्रम संस्कृति पार्क घुम्न आउनुहुने साथी मित्रहरूको चाहिँ हाम्रो भिजिटरहरूको चाहिँ भिड यहाँ चाहिँ यस्तो रहेको छ साथीहरू धमाधम आहा यो मागेनी मेला भेट भएको बेलामा भन्ने गीतको पो याद आयो म त मागेनी मेला भेट भएको बेला भन्ने रमाइलो छ हाम्रो श्रम संस्कृति पार्क आहा कस्तो रमाइलो हेर्नुहोस् त भिड यो भिडभित्र पस्नु त नआउने होला अब म चाहिँ स्कुटी घर हिँडेको स्कुटी रोकिवरी चाहिँ यहाँनिर यसरी भिडियो बनाउन बसेँ पारिपछि पनि जुन यो टेम्पो स्ट्यान्ड रहेको छ यो चाहिँ टेम्पो स्ट्यान्डमा पनि यत्तिकै भिड छ ल खाजा खाने ठाउँ पनि भिडै होला सायद नजाउँ अहिले त्यता त्यसपछि यहाँ पनि यसरी हाम्रो पुल एरिया जुन यो आमामा भर्खर निस्किँदै हुनुहुन्छ अघि बनाउनु पर्दैन यस्तो रमाइलो छ साथीहरू तपाईँहरू पनि आउनुहोस् है घुम्नलाई साथीहरू ह्याप्पी स्याटरडे यति धेरै भिड हुन्छ हाम्रो श्रम संस्कृति पार्क एरिया साथीहरू ल यो चाहिँ गोर्खाको चौतारीको आफ्नै ब्रान्ड बनाएर चाहिँ जुन यो फर्मा चाहिँ हामीले बनाइदिएको थियौँ त्यसपछि त्यही फर्माबाट चाहिँ छापेर निकाल्नु भएको छ उहाँहरूले गोर्खाहरूको आफ्नै ब्रान्ड छ सो खुकुरी रेलिङमा पनि खुकुरीको चित्र अगाडि पछाडि आफ्नो लोगो राखेर चाहिँ बनाउनु भएको छ भने रेलिङ पनि लगाइसक्नु भएको छ त्यसपछि यसरी
जुन यो माथि रहेको छानाको भाग, यो छानाको भाग पनि सबै जबलर फाइबरबाट बनेको छ, वजन आर्टबाटै। यो जुन देखिरहेको माथिको छानाको भाग हाम्रो गोर्खा चौतारी यति बनेर रेडी भइसकेको छ। अझै पनि काम हुँदैछ।